अहिले मेरो पछाडि भएको चाहिँ यो मोसेल भनेर लेखेको छ। यो चाहिँ बियर बनाउने यहाँ फ्याक्ट्री थियो, एकदम लक्जमबर्गकै पुरानो सन् 1500मा चाहिँ यो यहाँ बन्थ्यो। तर रिसेन्टली हेलो गुड मर्निङ। बेल्जियमको राजधानी ब्रसेल्सबाट यहाँलाई स्वागत छ। र अब आजको यो भिडियोमा म तपाईँहरूलाई देखाउने छु म यहाँ ब्रसेल्सबाट अनि लक्जमबर्ग जाँदैछु। यो ब्रसेल्स नर्थ भन्ने स्टेसनमा, स्टेसनकै छेउमा त्यहाँ फ्लिक्स बस जुन बसमा म गइरहेको छु। करिब 3 घन्टाको जर्नी हुनेछ यहाँबाट। मैले हिजो टिकट काटेँ, सायद $32-33 US डलर जस्तो पऱ्यो। यो हो अहिले बिहानको बेला छ, करिब 7 बज्न लाग्यो। उज्यालो छ अनि उज्यालो हुँदैछ, मान्छेहरू त्यति छैन होइन, नत्र यहाँ अलिक भिडै हुन्छ दिउँसोतिर बसमा। सो लेट्स गो। ल फ्लिक्स बसको जुन ए, मेरोमा यहाँ जोन ए लेखिएको छ अनि बस स्टपको इन्फर्मेसन यहाँ छ, जोन ए जोन बी कहाँ कहाँ जाने भनेर। सो यो दुइटा मात्रै एउटा बस हो मेरो। सो लेट्स फाइन्ड आउट। बस यही नै हो। सो लेट्स इन्टर। भित्र जाउँ। ओहो अँध्यारो छ। ल करिब 3 घन्टाको यात्रापछि म आइपुगेँ यहाँ लक्जमबर्ग। सानो देश, 6.5 लाख जनसङ्ख्या भएको देश। मेरो यहाँ होस्टल बुकिङ छ आज। यो बस चाहिँ अब अगाडि पनि जाने भयो मान्छेहरू। यो गाडी चाहिँ ब्रसेल्सबाट आई थिङ्क बुकारेस्टतिर जान्छ जस्तो, रोमानियातिर। म भने यहीँ झरेँ। अब म जान्छु यहाँबाट होस्टल छ अनि यहाँ चाहिँ अब पब्लिक ट्रान्सपोर्ट फ्री हो जस्तो लाग्छ मलाई। हेरौँ, लेट्स गो। ल म आइपुगेँ गाडीमा आएँ। भाडा पनि लागेन होइन, भाडा पब्लिक ट्रान्सपोर्ट भने अहिले फ्री छ। यो राम्रो लाग्यो मलाई चाहिँ। यहाँ सेन्टरभन्दा अलिकति यतापट्टि पुल छ अनि यो यस्तो बाटोबाट चाहिँ होस्टल हो मेरो। जाउँ, आज मेरो बसाइ यहीँ हुन्छ। अलिकति चेक इन गर्ने टाइम त भइसकेको छैन, पानी पनि परेर भएर घरमा त्यहीँ बस्छु एकछिन। अब दिएँ भने दिएँ, नत्र ब्याग स्याग राखेर अलिक पानी रोकिएपछि आउँछु। बट इट लुक्स ब्युटिफुल है यतापट्टि चाहिँ, राम्रो छ। अहिले म देखाउँछु तपाईँलाई फर्दर। अहिले भने होस्टल जाउँ। यस्तो बाटो हुँदै जानु पर्ने रहेछ। यतै देखाएको छ लोकेसन। लेट्स गो। यहाँबाट यसरी छिरेर त्यो बाटो यता आएँ म। ल युथ होस्टल लक्जमबर्ग चाहिँ हो म बस्ने आज। ठिक्क आइपुगेँ उतै माथिबाट यस्तो ओह्रालो झरेर जाउँ म भित्र। ल मैले अब यहाँ ब्याग राखेँ। चेक इन चाहिँ 1 बजी थियो, त्यो भएर अहिले 12 बज्यो। म ब्याग राखेर निस्केँ, फेरि आउँछु। यो होस्टल हो यहाँ, युथ होस्टल। राम्रो छ, भित्र राम्रो रहेछ। टेनिसहरू अनि यताउता रेस्टुरेन्टहरू होइन। युथ होस्टल सस्तो भन्नाले अब कम्पेरिटिभली होटलहरू भन्दा 36 युरो मैले यहाँ तिरेको थिएँ। अब भने म यो वरिपरि यहाँ घुम्छु केही ठाउँहरू। यो लक्जमबर्ग सिटी युरोपमै सानो क्यापिटल मध्ये पनि पर्छ, क्यापिटल सानो एरियामा। तर अनि यसमा सानो भए पनि क्लिफहरू अनि त्यसपछि यो विभिन्न लेयरमा छ क्या। तल होइन अलिक उचाइमा क्लिफमा त्यस्तो छ। अनि यहाँ फ्री पब्लिक ट्रान्सपोर्ट भनिहालेँ। त्यसबाहेक एउटा यहाँ फ्रीको त्यो ग्लास लिफ्ट जस्तो भन्न, त्यस्तो खालको एउटा पनि छ। त्यो पनि म हेर्न जान्छु। तर अहिले भने वरिपरि यहाँ घुमाउँ, यहाँ हेर्दाखेरि पनि राम्रो देखिन्छ। लेट्स गो अराउन्ड। ल अहिले मेरो पछाडि भएको चाहिँ यो मोसेल भनेर लेखेको छ। यो चाहिँ बियर बनाउने यहाँ फ्याक्ट्री थियो, एकदम लक्जमबर्गकै पुरानो सन् 1500मा चाहिँ यो यहाँ बन्थ्यो। तर रिसेन्टली पछिल्लो 50-60 वर्ष अगाडि चाहिँ यो अर्को कम्पनीसँग मर्ज भएर यहाँबाट यो बन्ने ठाउँ चाहिँ लक्जमबर्गकै अर्को ठाउँतिर गयो होइन। त्यहाँभित्र चाहिँ अहिले पनि त्यो एलीहरू छ जहाँ क्याफेहरू यताउति भएको ठाउँ, त्यो मोसेल भन्ने ठाउँ हो। तर यतापट्टि निकै राम्रो छ। म यता अब देखाउँछु तपाईँलाई।
पछाडि देख्न सकिन्छ पुरा ग्रिन पहाड छ अनि घरहरू रोडहरू सफा छ होइन। अनि त्यसपछि आज दिन पनि अलि अब घाम लाग्ला जस्तो भएको छ, अहिलेसम्म चाहिँ छैन। यस लेट्स गो हेड, अलि अगाडि जाउँ। ल म यहाँ आइपुगेँ माथिपट्टि, निकै राम्रो छ, हिँडेर आइपुगेँ, करिब 10-15 मिनट यसो हिँडेँ है। अनि यो रेलवे ट्र्याक अनि यतापट्टि क्यासलहरू छ, त्यो क्लिफ भनौँ न, पाहाडको टुप्पो जस्तोमा यतापट्टि अलिकति भिर जस्तो तल पनि, त्यहाँ पनि घरहरू छ। यस्तो राम्रो सुन्दर रहेछ है। मलाई चाहिँ अलिकति त्यति थाहा थिएन यो लक्जमबर्ग सिटी यस्तो राम्रो छ भनेर। तपाईँहरूलाई कस्तो लाग्यो? सो यस अमेजिङ। के बेरीसेरी टिप्दै भित्र छिरौँ, यहाँ मान्छेहरू गइरहेको थियो के रहेछ यसो। यस्तो ट्रेनमा घुम्न पनि मिल्ने छ लक्जमबर्ग सिटी टुर है। ल यति बेला म यहाँ आइपुगेँ यो जुडिसियल स्क्वायर भनौँ कि जुडिसियल भवन भएको ठाउँ भनौँ न, जहाँ चाहिँ यो लक्जमबर्गको कोर्टहरू भएको ठाउँ छ। राम्रो छ यो पनि, यतापट्टि बगैँचा जस्तो होइन। टक्क अनि दिन पनि आज राम्रो परेछ, टक्क घाम पनि लागेको छैन। अहिले त्यहाँ घडी छ 1:15 बजे दिउँसोको। बिस्तारै घाम अलिकति बढ्न लाग्छ, तर इट्स फाइन, त्यस्तो पोल्ने खालको घाम छैन। तर निकै राम्रो छ यो ठाउँ चाहिँ। संसारकै सबभन्दा धेरै जिडिपी भएको देश लक्जमबर्ग होइन। त्यसोमा इन्फ्रास्ट्रक्चरहरू त पक्कै पनि राम्रो हुने नै हो। भवनहरू, आर्किटेक्चरहरू न्यू क्लासिकल डिजाइनमा बनेको यो बिल्डिङ छ, निकै राम्रो लाग्यो मलाई चाहिँ। यस अब अलिक उतातिर जाउँ। एउटा यहाँ युरोपकै ब्युटिफुल बाल्कोनी भन्ने ठाउँ छ, त्यहाँ गएर म तपाईँलाई देखाउँछु। लेट्स गो। मान्छेहरू पनि छन्, टन्न उताउति बसिरहेको छन्। यस्तो बाटोहरू छ। ल म यहाँ यो अर्को ठाउँमा आइपुगेँ। सानो छ सहर, सानो हिँडेर 5-10 मिनटमै पुगिन्छ। र यो युनेस्को वर्ल्ड हेरिटेज साइटमा पर्छ यो ठाउँ होइन। किनकि यहाँ फोर्टहरू यो धेरै नै छ, अनि यसको अन्डरग्राउन्डहरू पनि फोर्टहरू छ, जुनमा चाहिँ हिँड्न मिल्छ। म अहिले हिँडेर पनि देखाउँछु, जानेछु त्यहाँ पनि। अब अनि यहाँ देखाउँछु म तपाईँलाई यस्तो राम्रो भ्यू। सम्भवतः यो ठाउँबाट चाहिँ सबै लक्जमबर्ग सिटी नै देखिन्छ। सो लेट्स सी, यो हो यतापट्टि क्यासल, यता पछाडिपट्टिको त्यो पुल। सो यस इन्ट्रेस्टिङ। यो सिटी सेन्टरबाट नजिकै छ एयरपोर्ट, त्यसमा प्लेन उडेको देखिन्छ पनि अनि ठुलो आवाजमा सुनिन्छ पनि है। यो छ राम्रो छ सिटी चाहिँ। अब सानो चेट्टोको घुम्नलाई अब धेरै टाइम पनि लाग्दैन, 24 घन्टामा इनफ हुन्छ। त्यो थियो। अनि त्यसपछि पब्लिक ट्रान्सपोर्टेसन, अब यदि यो त सिटी भयो, अब सिटीभन्दा बाहिर जानुहुन्छ भने पनि लक्जमबर्गभरि जानलाई पब्लिक ट्रान्सपोर्ट फ्री छ। त्यो हो, तर सिटीमा त यहाँ घुम्ने हो पनि 24 घन्टामा सम्भवतः इनफ नै हुन्छ। तर बाहिर पनि घुम्नुहुन्छ भने 2-3 दिन लियो भने ठिकै होला। तर म चाहिँ अब यहाँभित्र मात्रै लक्जमबर्ग सिटी मात्र घुम्न आएको थिएँ। ल यस्तो यो म घुमिरहेको छु सहर होइन। अनि यो ठाउँमा यस्तो सिटीले चाहिँ ड्रिङ्किङ वाटर भनेर बनाइदिएको रहेछ यस्तो खालको। यो पार्क यहाँ राम्रो छ, पार्क त अगाडिपट्टि के छ म गएर पनि देखाउँछु। त्यहाँ यस्तो अगाडिपट्टि भ्यू जाने भ्यू छ जस्तो। सो लेट्स गो देयर। ओके, सो त्यो माथि निकै राम्रो भ्यू देखिरहेको थियो। तल आएँ अनि यतापट्टि देख्न सकिन्छ यो रुखहरू होइन, अनि क्यासलहरू छ यहाँ। यो लक्जमबर्गमा चाहिँ धेरै नै क्यासलहरू छ। यो
भनौँ न पर स्क्वायर माइलमा सबभन्दा धेरै क्यासल हुने कन्ट्री हो भनौँ भन्दा पनि फरक पर्दैन। अनि त्यो बाहेक यो सानो छ, अब 2600 स्क्वायर किलोमिटर भनेको धेरै ठुलो होइन। अनि पपुलेसन 6 लाख जति छ, 6 लाखभन्दा माथि, जसको आधी चाहिँ अन्तर्राष्ट्रिय इन्टरनेसनल हुन्। अनि यहाँको चाहिँ ल्याङ्ग्वेज 3टा छ मेन ल्याङ्ग्वेजहरू। एउटा चाहिँ यहीँको लक्जेमबर्गिस, अनि एउटा चाहिँ जर्मन, एउटा फ्रेन्च होइन। अनि त्यो 3टै चाहिँ अफिसियल हुन् र 3टै मिडियाहरूमा यताउता अब सबै ठाउँमा युज भइरहेको हुन्छ यो लक्जमबर्गको। त्यस अनि यो जिडिपी पर क्यापिटा त अब सबभन्दा हाइएस्ट मध्ये नै पर्छ होइन, सबभन्दा हाइएस्टै होला त्यस्तो छ। सो यो pretty रिच कन्ट्री, एकदम धनी देश हो, एकदम उसमा छ, युरोपको सेन्टरमै छ भनौँ। त्यो भएर पनि अब यसले लहरू, कानुनहरू अनि ट्याक्सहरू अलिकति राम्रो बनाइदिएको भएर यहाँ धेरै मान्छेहरू त्यसरी आए, त्यो थियो। अब भने म यसो एउटा फुनिकुलर भनेको त चढ्ने यस्तो छ, त्यहाँ जाँदैछु। अर्को कुरा पब्लिक ट्रान्सपोर्टको कुरा, मार्च 2020देखि लक्जमबर्गमा चाहिँ फ्री गरियो पब्लिक ट्रान्सपोर्ट यहाँको मान्छेहरूलाई पनि अनि टुरिस्टहरूलाई पनि। सो त्यो थियो। अनि 2 घन्टामा पुरै देशै, अब आफ्नो गाडी छ भने 2 घन्टामा त पुरै देशैभरि नै घुमेर भ्याउन पनि सकिन्छ। सो द्याट वाज इट। अब म यता कता हो फुनिकुलर हेर्न खोजिरहेको छु। लेट्स सी। ल यहाँबाट माथि जाउँ, लिफ्ट यहाँ पनि रहेछ, अघि त्यहाँ पनि थियो। अब यो कस्तो छ भने क्लिफहरू र अब पहाडहरू छ होइन, जमिन, अनि त्यो क्लिफ पहाड जस्तो भइसकेपछि यस्तो बनाउनु पऱ्यो धेरै। सो यस ल अब म घुमेर आइपुगेँ। करिब 24 घन्टाभन्दा अलिक बढी थियो मेरो यहाँ बसाइ। घुमेँ, सानो थियो सिटी। अब भने म यहाँबाट स्टुटगार्ट जाँदैछु, जर्मनीको स्टुटगार्ट सहर। करिब 6 घन्टाको यात्रा हुनेछ। यही गाडी हो स्टुटगार्ट पनि छ, स्टुटगार्ट एयरपोर्ट हुँदै जान्छ। सो यही गाडी हो। अब भने म जान्छु, अर्को भिडियोमा तपाईँहरूलाई भेटौँला। थ्याङ्क यू।